हाई साथीहरु, हजुरहरुलाई हाम्रो नयाँ युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामीहरु हजुरहरुलाई हाम्रो खेतहरु देखाउँदै छौं, खेतबारी। यो चाहिँ सबै हाम्रो खेतबारी। अनि यो चाहिँ पराल हो, पछि गाईबस्तुहरुलाई खुवाउनको लागि राखिरहेको। यो चाहिँ खेत हो, खेतबारीहरु। गर्मी चाहिँ धेरै छ। यो चाहिँ हाम्रो आँपको रुख हो, साह्रै ठुलो छ, माथिसम्म। यो चाहिँ हाम्रो अमलाको रुख हो, अहिले फलेको छैन, अर्को साल फल्छ। यो चाहिँ कदमको रुख हो यो। अनि यो चाहिँ हाम्रो सुपारीको रुख, बाँस हो। यो चाहिँ अहिले चाहिँ मज्जाले हावा लाग्छ। हिजोसम्म चाहिँ धेरै गर्मी थियो, आज अलि शीतल हावा लागेर शीतल भएको छ। हेर्नुस्, हजुरले देख्न सक्नुहुन्छ, पातहरु मज्जाले हलिरहेको छन्। यो चाहिँ हाम्रो केराको रुख हो। अनि यहाँ चाहिँ कागती फलिरहेको छ। यो चाहिँ लिचीको रुख हो। यहाँ चाहिँ हाम्रो गाईहरु छन्। उ बाहिरतिर पनि छन्। यो चाहिँ हाम्रो स्कुल हो। हाम्रो ड्याडी अंकलहरु यहाँ पढ्नु भएको हो, फुपू। हाम्रो धेरै पुरानो स्कुल हो यो चाहिँ। उ त्यो देखिरहेको चाहिँ हाम्रो साइला हजुरबाको घर हो। यहाँ चाहिँ हाम्रो कुखुराहरु चरिरहेका छन्। लोकल कुखुराहरु खाने भए आउनु साथीहरु। एउटा कुखुरा चाहिँ भागिरहेछ। यहाँ चाहिँ सबै पोथी भाले सबै छन्। यो चाहिँ हाम्रो घर हो। आजलाई यति नै हाम्रो ब्लगमा। अरु जानकारीको लागि हामीलाई फलो गर्नु होला, सब्स्क्राइब गर्नु होला, लाइक कमेन्ट सबै धन्यवाद।